तिनजनाले नि सकिरहेन यस्तो हालत छ कि आमा एङ्ग्रिया आएको हामी बिजोग यस्तो छ यी बाटो यस्तो बाटोमा यही अनि चिप्लेर त ज्यान त तलमाथि खराब धराप मरिने कि बाँचिने जोखिम लिएर हामी चाहिँ फर्किसक्यौँ यस्तो चाहिँ बाइक त यस्तो हुन्छ नि यस्तो बिजोग भइरहेछ यस्तो भिड छ यी यस्तोमा हामी चलाइरहेको छौँ भनेपछि कति गाह्रो होला तिनजनाले घचेर्दाखेरिमा पनि नसकेर यस्तो अवस्था छ बाटो धेरै अफरोड हिँड्दै जाऊँ हामी त्यहाँ पर बिस्तारै ल झोला झर्नुलाई पहिले झोला मिलाउ त म मिलाइ बिस्तारै छ न कुनाको बाटो हिँड है कुनाको एकछिन यस्ता अब एउटा भिडियो तपाईँहरूको लागि यस्तो बाटो छ भनेको त बनाइदिनु पऱ्यो त होइन यस्तो छ नि यस्तोमा स्कुटी कसरी जान्दैन लास्ट हो यस्तो भिड अलिकति खुस्किने बित्तिकै गयो मैले पर हो के त लडेको हामी सिमरन कहाँ लडेको हामी ए यता हो अलि परतिर उता उमा खोलामा हो के त्यसै बाटो उयो अलिकति पर हो लडेको हामी हिजो अब हामी हिँड्दै जाऊँ न किन म त पर्खिरहेको कि को आउँछ म त सिमरन नाना हुनुहुन्छ भनेर सोचिरहेको कहाँ हुनु नि यो चढ्छ स्कुटी नचढेर यस्तो बाटोमा नि बिचरा तिनजना चलाइरहेको छ भाइले त्यसले चलाएको अफरोड पुरै म त भाइसँग बसिरहेको छु यस्तो छ बाटो एकदम छ क्या